ल नमस्ते सेवा, मेरो नाम चाहिँ सञ्जय राई। आज हामी चाहिँ छेजुदेखि साउलतिर जाँदैछौँ साकेला मनाउन। मन्जिल राई, छेजुबाट साउलसम्मको यात्रामा छौँ। भोलि 24 तारिकको दिन हाम्रो साउलमा केन्द्रमा साकेला भएको कारणले हामी छेजुको नेतृत्व गर्दै गइरहेका छौँ। मेरो नाम चाहिँ साकेलाको लागि बोर्डिङ पास गर्नु लाग्यो हामी। बाई बाई। गाइड्सहरू बस्नुको बेफाइदा सबै गइसकेको छैन। राम्रो पारि यात्रा राम्रो हुने। यात्रा कस्तो भयो? यात्रा एकदम दामी भयो। यो अब एयरपोर्टबाट अब हामीलाई बाहिर लिन आउनु भएको छ अरे। ल फेरि पनि यसपालि पनि दुःख पाउनु भयो। मेरो त्यही हो कि त्यही भएर फेरि भेट भयो। हुन्छ नि त नर बिहान फाइनल्ली झऱ्यो शिवममा। चलपल त खतरा छ त। हाम्रो केटाहरू छिटो भनेको त हामी छिटो भइसक्यौँ त। कता छिर्ने हामी? कता जाने हो? सुन त रमाइलो रहेछ त। कस्तो रहेछ? अनुहार बिगार्नु हो।
कार्यक्रममा पनि सफलताले गाइजहरू हामी चाहिँ खाजा खानु लाग्यो। नेपालको गाउँ है यो चाहिँ हाम्रो बिहान खानु लाग्यो। त्यसलाई बहिनीहरू त पर्खिरहेछन्। ल है हाम्रो खाजा खाने कार्यक्रम हुँदैछ। ल है ल हाम्रो आजको साकेला हुने ठाउँ चाहिँ यता रहेछ। पहिलेको ठाउँभन्दा चाहिँ यता पछाडिपट्टि एरिया चाहिँ ठुलो रहेछ जस, तर घाम मस्त लागिरहेछ है। टाउको फुटाउने भयो। रुपेश राईज्यूलाई हामी समक्ष सम्पर्क दिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। रुपेश राई जहाँ हुनुहुन्छ हामी समक्ष हामी नेपालीहरू सांस्कृतिक रूपमा धेरै धनी छौँ, बाँचिरहेका छौँ। सिलिमोपा रुपेश राई र सिलिमोमा सिम्पल राईज्यूलाई पनि यहाँ उपस्थित हार्दिक अनुरोध गर्न चाहन्छु। अब चाहिँ हाम्रो साकेला सुरु हुन्छ झ्याम्टा भित्र घुम्ने, बाहिरबाट सिलिमोको पछाडि नाच्ने, अरू नाच्ने।
हौ सेलरोटी त कसले पोल्नु भएको नि यति राम्रो यो त इन्टरनेसनल पेज त होइन अब कार्टुनमा पुच्यो ल आजको स्पेसल त यता रहेछ नि त वाचिप्पा अन्डा के यता चाहिँ मासु फोर चाहिँ डस्टबिनमा फ्याँकेर सही गरिदिनु होला है प्लास्टिक राखेको छ सबैले फोर चाहिँ डस्टबिनमा खाना खानेको लागि यता पो रमाइलो छ त त्यता टेन्ट छ हाम्रो गङ्गाहरू नाच्नु हुँदैछ हाम्रो टोली त फेरि केही मानि कम छैन नि हो ल फेरि पनि सेवा सबैजनालाई फेरि पनि सेवा होला है हाम्रो अब किराँत आएको छ हाम्रो आजको यस कार्यक्रममा निम्तो निमन्त्रणलाई स्वीकार गरेर आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन अब कार्यक्रम गर्ने दौरानमा चाहिँ हामी आएछौँ र धेरै कमी कमजोरीहरू भएको छ पक्कै पनि होइन हामी सबै महसुस गरि नै रहेछौँ होइन त्यसको लागि हामी अब आगामी दिनहरूमा अझै ल हाम्रो जन्मवासीहरू लाग्यो साकेला मनाएर ट्याक्सी आयो हाम्रो हामी लाग्यौँ जेजुवासीहरू 제주도 안에서만 예를 들어서 그 옆에 차와 택시만 있고 थिम्पुराको आइपुग्यो अब यहाँबाट हामी जेजुको लागि निस्किने हो 7 बजेको फ्लाइट छ कता जेजुको लाग्यो फाइनली Sakela